नमस्ते सबैजनामा म सुभराज खत्री। साथीहरू भिडियो नबनाऊ भन्छु, भिडियो बनाउन दिन आइहाल्छ कि यहाँ तल यो दिएको फोटोहरू हेर्नु होला हैन। उहाँहरू एकजना हुनुहुन्छ 17,000लाई उस्काएर जनआन्दोलन निम्त्याएर 17,000 मारेर आउनु भएको दिग्गज नेता। एउटा हुनुहुन्छ यहाँ आफ्नो श्रीमानलाई बलि चढाएर राजनीतिक करियर सोच्याउँछु भनेर आउनु भएको माताश्री। अर्को हुनुहुन्छ खेतको आलीमा चुप्पो लगाएर बसिरहेको मान्छेलाई पछाडिबाट खुकुरी हानेर राजनीति सुरु गरेको मान्छे र जेन्जीहरूलाई पनि अझै मारेर फेरि पनि उठ्छु र आउँछु भनेर राजनीति गर्न खोज्दै हुनुहुन्छ। र अर्को हुनुहुन्छ 70 करोडवाला सर्प पालेर एन्टिडोट बनाउँछु भनेर सरकारसँग बार पैसा लुट्ने उहाँ पनि एक ठाउँमा। र अर्को फ्री भिजा फ्री टिकट माधव कुमार नेपाल यहाँ पनि बसिरहनु भएको छ। उहाँहरू 5 जना पुरानो कालखण्डबाट चाहिँ विभिन्न अपराध गरेर आएर अहिले पनि अपराधकै सृजनामा बालेन सरकारलाई चाहिँ घोडा टेकाउँछु भनेर एकजुट भएर बसेका छन्। हिजोको दिनमा नाटकी हो, नौटङ्की नै हो, म यसले हेरेको मुखको पानी पनि खाँदिनँ भन्ने मान्छेहरू आज एक ठाउँमै छन्। हेर्नुहोस् है, आफूले विगतमा गरेको गल्तीहरू के छ, मैले के गल्ती गरेर जनताले मलाई यहाँसम्म पुगाए भन्ने चाहिँ मूल्याङ्कन जिन्दगी पनि नगर्ने, खोजी पनि नगर्ने मैले गरेको गल्तीहरू र आफ्नो एमालेको उपाध्यक्ष विष्णु प्रसाद पौडेल सुकुम्बासीलाई समातेको खण्डमा चाहिँ उनीहरू एकजुट भएर मदन भण्डारीको जन्मोत्सवमा यो 5 पाण्डव एक भएका छन्। साथीहरू यिनीहरूले 12को स्टुडेन्टलाई उचालेर बाटोमा पठाउनुदेखि लिएर सुकुम्बासीहरूलाई त्यो जरुरी नै छैन बाटोमा जानको लागि कि हामीमाथि अन्याय भएको छ भनेर सुकुम्बासी बोलेकै छैन। जो होल्डिङ सेन्टरमा बसेको उनीहरू बोलेकै छैन। आफ्नो दलको मान्छेहरूलाई पठाएर नाराबाजी गराउनुदेखि लिएर यिनीहरूले देशमा सधैँभरि अशान्ति फैलाउनको लागि यिनीहरूले ल्याएको लोकतन्त्र यसकै लागि हो, गणतन्त्र यसकै लागि हो, किनकि देश स्थिर नभइराखोस्, देशमा जहिले पनि द्वन्द्व निम्ति राखोस्, देश एउटा गतिमा कहिले पनि नजाओस्। अनि भोलिको दिनमा ग्रे लिस्ट ब्ल्याक लिस्ट कुन लिस्टमा परेपछि देश अरूलाई हस्तान्तरण गर्दैन। अनि आफू चिल्याक्स पारामा कसैको स्विस ब्याङ्कमा पैसा छ, कसैको कमोडिटीमा पैसा छ, त्यहाँ गएर चिल्याक्स पारामा आफ्नो ल्याभिस लाइफ बिताउने भनेर यिनीहरूले द्वन्द्व निम्त्याउनको लागि अहिले पनि यो सरकारले काम गरिरहेछ। एक हिसाबले काम गरिरहेछ, काम अगाडि बढिरहेछ। हिजोको दिनमा केपी शर्मा ओलीले चुच्चे नक्सा पास गरेर ल्याएर मात्र हुँदैन, त्यो भूभागलाई आफ्नो हो भन्न सक्ने आँट पनि हुनुपर्छ। त्यो नभएको हुतियाराहरू आज बालेन शाहको एउटा अभिव्यक्ति लिएर चाहिँ यिनीहरू वामपन्थी जिन्दाबादले खै के हो कुनै त्यो वामपन्थी यताउताहरू मिलेर चाहिँ यिनीहरू एकजुट भएर बालेन सरकारलाई घुँडा टेकाउन खोजिरहेछ। म उहाँहरूलाई र उहाँको कार्यकर्ताहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू घुँडा टेकाउन आउनुहोस्, म हामी नआउनु भन्दिनँ, तर बालेन सरकारको कमी कमजोरी बोकेर आउनुहोस्। जय नेपाल, जय देश, धन्यवाद।